सोता पाटनको हिमाल बाजुरा सूर्योदय भइसकेको छ। पर कालजाग्राको छेउबाट राति केही पानी परेको हुनाले त्यहाँ कालजाग्रा डाँडामा फेरि पनि हिउँ परेको छ। यो सोता पाटनमा नै हिउँ पग्लिसकेको थियो, फेरि बाक्लो हिउँ भएको छ देख्न सक्नुहुन्छ। यो जिल्ला प्रशासन कार्यालय बाजुरा। यो खुला मञ्चमा यी कुकुरहरू खेल्दैछन्। वरिपरि चराचुरुङ्गीको आवाज सुन्न सक्नुहुन्छ। भँगेराहरू यिनीहरू अब अन्डा पार्ने क्रममा छन्, त्यही भएर गुड बनाउँदै बिहान निकै चिरबिर गर्छन्। र यो ढुङ्गाका यो पालहरूमा भँगेराहरू बस्ने गर्छन्। यिनीहरूको वासस्थान यही छ। यही ढुङ्गा छन्, यही ढुङ्गा बिचमा पालहरू छन्, त्यहाँ बस्छन्। आवाज सुन्न सक्नुहुन्छ। यो जिल्ला बाजुरा जिल्ला अस्पताल, बाजुरा अस्पतालको भवन यो अस्पताल भवन हो। यो हामीलाई टेलिकमको यो टावर, एनटिसीको नेपाल टेलिकमको टावर हो। पर एनसेलको टावर पनि छ, तपाईँ देख्न सक्नुहुन्छ। यो एनसेलको टावर, एनसेलको टावरले त्यति काम गर्दैन। यो सोता पाटन नजिकै हिमाल हो। यो अस्थायी हिमाल हो। हिउँदमा अब यो चैत वैशाखमा यो यहाँ हिउँ रहँदैन र नाङ्गो डाँडा मात्र देखिन्छ। अस्थायी, त्यही भएर मैले अस्थायी हिमाल भन्छु। तर अझै जाडो छँदैछ बाजुरामा। पर झाराउलेको जङ्गल पनि देखिएको छ। यो खोला, यो चोयाकोटभन्दा तल माथि डाँडामा चोयाकोटमा पनि तल पहिरो। पर हिउँ नभएको यो बाजुराको भूभाग, हिउँ परेको बझाङको भूभाग। हिजो राति पानी परेको हुनाले यो क्षेत्रमा यहाँ पनि हिउँ पर्ने गर्छ। तर योपालि खासै हिउँ पर्नु भएन। यो ठाउँमा आगो लगाउनु भ्याएन अथवा आगो लागेन। यो सेतो खैरो देखिएछ। यतापट्टि साइडमा सबै आगो लगाएको हुनाले कालो, यो सबै जङ्गलमा जति कालो भाग देखिन्छ धेरै ठाउँमा आगो लागेका छन्। आगो लगाएको समय यस्तो खैरो अथवा घाँसको अवशेष यसरी छ। यो काग एक्लै उड्दैछ। यो काग एक्लै छ, आफ्नो समूहबाट छुट्टिएको छ सायद। खुला मञ्चमा 3टा कुकुरहरू खेल्दैछन्।